खाता खोल्दै ज्योति शान्ति 1-0। बल्ल मिलाछ नि बल्ल मिलाछ निकै राम्रो स्पाइक गर्दै फेरि पनि जर्सी नम्बर 10 निकै राम्रो निकै राम्रो चालाकपूर्ण खेल भन्छ हामी यसलाई अगाडि गरेर झुक्कियो के धनबाबु फेरि पनि आफ्नो खातामा 1 अङ्क थप्दै 2-1। निकै राम्रो स्पाइक हामी देख्न सक्छौँ फेरि पनि जर्सी नम्बर 10 मिलन टोलका खेलाडी मित्रद्वारा निकै राम्रो स्पाइक गर्दै 1 अङ्क थप्दै बराबरीमा नम्बर ल्याउँदै 2 बराबर। बल जाली कट्न असफल फेरि पनि हामी देख्न सक्छौँ जसको फाइदा कृष्णले भनेको ठाउँमा बस्यो भने ढुक्क जित्छन् के कृष्णले भनेको ठाउँमा बस्यो भने ढुक्क जित्छन्। बल घेराभन्दा बाहिर जसको फाइदा खेलिरहनेहरू थाहा हुन्छ कि कहाँ कहाँ आउँछ ठाउँमा राख्छ फेरि पनि यो त धनेर ठाउँमा राख्छ। निकै राम्रो बचाउ हामी देख्न सक्छौँ टार्जन मगर निकै राम्रो बचाउ गर्दै जाली कट्न असफल निकै राम्रो स्पाइक थियो तर बल जाली कट्न असफल 4 गोल। निकै राम्रो स्पाइक हामी देख्न सक्छौँ नरेन्द्र सारू मगरज्यूबाट निकै राम्रो स्पाइक गर्दै 1 अङ्क आफ्नो खातामा जोड्दै स्कोर भएको छ 5-4। बल कट्न असफल निकै राम्रो सर्भिस गर्दै हामी देख्न सक्छौँ मिलन टोलका खेलाडी मित्र जर्सी नम्बर 17 आशिष छेत्री निकै राम्रो सर्भिस गर्दै 1 अङ्क थप्दै 6-4। निकै राम्रो आफ्नो एक्सपिरियन्स 1 अङ्क थप्दै 7-4। खेलाडीहरू बीच तालमेल मिलेन जसको फाइदा ज्योति शान्ति टोललाई यसै क्रममा आफ्नो खातामा अङ्क थप्दै 5-7। दाजुभाइलाई सुताएरै जोडेछन्। नम्बर 8 5
छेत्रीद्वारा बल उठ्न सकेन जसको डिगिङ बल फिङ्गरिङ हिँड लाउनु भयो के क्यापिटो ग्रिफा चाहिँ हान्नु भयो अहिले त ओ भाइ निकै आउनु कि सिपुर जनबाबना स्कुल सिपुरको पछाडि होइन क्या त गणेश नगरतिर जाने बाटो ज्योतिनगरको पछाडि यहाँ सेमी फाइनल हो क्या आज बल उठ्न सकेन मिलन टोलका खेलाडीद्वारा जसको फाइदा ज्योति शान्ति टोललाई र नम्बर आइन्छ बह 8-9 बल्ल एक सेट बह बल्ल बल घेराभन्दा धेरै बाहिर हामी भन्न सक्छौँ यसलाई निकै राम्रो स्पाइक भन्न सक्छौँ हामी यसलाई फेरि पनि पुनः अङ्क थप्न सफल मिलन टोलका खेलाडी मित्रद्वारा यसै क्रममा नम्बर 11-8 अब त ठोक्यो माटो निकै राम्रो त्यस्तो सिम्पल सर्भिस आउँछ नम्बर 10 मिलन टोलका खेलाडी भाइ निकै राम्रो स्पाइक गर्दै आफ्नो खातामा एक अङ्क थप्दै 12-9 ब्लक फल्बो खेलाडी मित्रद्वारा लाइनभन्दा बाहिर जसको फाइदा ज्योति शान्ति टोललाई र स्कोर 10-12 आउट छ छैन आउट थियो आउट बल लिएर न ब्लक आउट हुन पुग्यो झन् बल हामी यसलाई ब्लक आउट जसको फाइदा ज्योति शान्ति टोललाई र एक अङ्क आफ्नो खातामा थप्दै नम्बर 11-13 राइट छ कति झुक्कियो बल राइट बल उठ्न सकेन खेलाडी मित्रद्वारा मिलन टोलका खेलाडीहरू मित्रद्वारा बल उठ्न सकेन जसको फाइदा पुनः ज्योति शान्तिलाई र नम्बर 14 फुटबल खेल्दा आउट हुन पुग्यो घम्सा तीनजना पछाडि भएको टिमले फुटबल खेलाडी हामी देख्न सक्छौँ तर सर्भिस बाहिर जसको फाइदा मिलन टोललाई र नम्बर त्यो तीनजना पुरै उस हुन् के निकै राम्रो स्पाइक ज्योति शान्ति टोलका खेलाडी मित्र जर्सी नम्बर 10 निकै राम्रो खेल प्रदर्शन गर्नुभएको छ टिम नपुगेर फुटबल खेलाडीलाई हालेछन् के नम्बर 13-14 निकै राम्रो स्पाइक नरेन्द्र सारोजीबाट निकै राम्रो स्पाइक हामी देख्न सक्छौँ जर्सी नम्बर 14 मिलन टोलका खेलाडी निकै राम्रो स्पाइक गर्दै एक अङ्क थप्न सफल नम्बर मिलन टोललाई 15-13 बल जाली कट्न असफल हामी देख्न 15-16 अरू गेम भन्दै यो चाहिँ हो
आशिष टोला आयो क्या अहिले खेलाडीहरू बीच तालमेल अलि मिल्न सक्छ मिलन टोल बराबर गर्दै प्रतिशान्ति 16 बराबर निकै राम्रो स्पाइक जो त फेरि पनि ज्योति शान्तिले इक्वेल गर्दै बराबर गर्दै 17 इक्वेल लाइन छ यो सर्भिस लाइन भन्दा भित्रबाट रेफ्रीद्वारा सङ्केत भएको छ हामी यसलाई मान्नुपर्छ फाइदा मिलन टोललाई र नम्बर 18-17 आउट थियो बल त लाइनमा छ लाइनमा झऱ्यो भने इन हुन्छ के ठ्याक्क लाइनको त्यो पट्टी छ नि पट्टीमा छ भने पनि इन हुन्छ राइट छ त्यो हाम्रो उहाँ खनेको छ नि त्यहाँ आउट हुन्थ्यो हान्यो अहिले त निकै राम्रो स्पाइक बलि प्रहार भएको छ यहाँ हामी देख्न सक्छौँ जनभावना माध्यमिक भन्नु न त्यहाँ शिवपुर चौक मगर जनभावना माध्यमिक विद्यालय भन्नु त खेलाडी निकै राम्रो अरे आउनु के गेटबाट सिधै छिर्नु न म यहाँ बेन्चमा बसेछु सिपुरतिर जानु पर्ने सिपुरतिर अनि यतातिर उतातिर लाउनु पठाउनु गेटभित्र छिरे देख्दैन मैले गेटभित्र छिरेकै देखेँ छैन मैले निकै राम्रो मैले देखेँ ओ यता आउनु यता यो उयो बसको पछाडि स्पाइक यहाँ मैले राम्रो स्पाइक गर्दै जर्सी नम्बर 10 र फेरि पनि पुनः सर्भिसमा जर्सी नम्बर 10 त टिपेको त्यस्तो जस्तो बल भने टेरिकामा बल आउट हुन पुग्यो घेराभन्दा धेरै बाहिर जसको फाइदा लिन सक्नुहुन्छ ज्योति साथी टोल र नम्बर 19-20 बल सर्भिस घेराभन्दा धेरै बाहिर फाइदा मिलन टोललाई र नम्बर 21-50 हामी देख्न सक्छौँ मिलन टोल भर्सेस ज्योति शान्ति टोल निकै गल्छागल्छीको खेल भइरहेको छ यहाँ सर्भिसमा आशिष छेत्री जर्सी नम्बर 17 चिप्लियो निकै राम्रो बचाउ हामी देख्न सक्छौँ आशिष छेत्री निकै राम्रो स्पाइक गर्दै ज्योति शान्ति टोलका जर्सी नम्बर 10 का खेलाडी निकै गम्छागम्छीको खेल हामी देख्न सक्छौँ हामी निकै राम्रो बचाउ गर्दै ज्योति शान्ति टोलका खेलाडी मित्र दाजुभाइ जसको फाइदा शान्तिलाई र नम्बर 21 ब्लक आउट हुन पुग्यो जसको फाइदा मिलन टोललाई र स्कोर 22 अझै एक छ अझै एक है बल ब्लक छ
दाजु छेक्नु भयो हामीलाई हो दाजु बसौँ न हो भित्रबाट पनि स्पाइक बाहिरबाट पनि स्पाइक निकै राम्रो स्पाइक गर्दै जर्सी नम्बर 24 तारजन मगर उडी उडी तारजन जस्तै सर्भिस गरेका छन् उनले कृष्ण भित्रिनको लागि आइसक्यो के कृष्ण